हेलो एन्ड वेलकम टु अनदर भिडियो। एसपीडीएल को चार्ट चाहिँ हामीले हेर्ने हो भने अहिले चाहिँ यसले एउटा राम्रो खालको सेट अफ फर्मेसन गरेको छ। यसले अघिल्लो बुलमा 535 को लेभलमा टप लगाएको थियो। 535 को लेभलबाट यो लगातार डाउन आयो र लगभग यसले 160 को लेभलमा चाहिँ बटम लगाएर यो लेभलबाट बढ्न सुरु गरेको हामीले देख्न सक्छौं। 160 को लेभलबाट बढिसकेपछि यसले चाहिँ लगभग 300 को लेभलमा हायर डिग्री को फर्स्ट वेभ कम्प्लिट गर्यो। त्यसपछि यसमा हायर डिग्री को सेकेन्ड वेभ को करेक्सन आयो र सेकेन्ड वेभ को करेक्सन आउँदाखेरि यसले लगभग यो 0.618 को लेभल भन्दा हल्का माथिबाट सपोर्ट लिएर हायर डिग्री को सेकेन्ड वेभ कम्प्लिट गरेको हामीले देख्न सक्छौं र अहिले चाहिँ यो हायर डिग्री को थर्ड वेभ को लागि चाहिँ जाँदै छ। र अब चाहिँ हामीहरुले यो हायर डिग्री को थर्ड वेभ को लागि जाँदाखेरि पनि यसको हामीले सब वेभहरु हेर्ने हो भने हायर डिग्री को थर्ड वेभ को लागि जाँदाखेरि पनि यसले यहाँनेर अर्को 1-2 को सेट अफ फर्मेसन गरेको छ। यसलाई पनि हामीले मेजर गरेर हेर्ने हो भने यो वाला 1-2 को सेट अफ फर्मेसन हुँदाखेरि लगभग यसले 0.786 को लेभलमा चाहिँ सपोर्ट लिएको हामीले देख्न सक्छौं। यहाँनेर मल्टिपल 1-2 को सेट अफ फर्मेसन भयो र त्यसपछि फेरि पनि हामीले हेर्ने हो भने अझै स्मलर टाइम फ्रेममा यहाँनेर फेरि यसले चाहिँ अर्को पनि स्मलर डिग्री को फर्स्ट र स्मलर डिग्री को सेकेन्ड वेभ कम्प्लिट गरेको हामीले यहाँ देख्न सक्छौं। र यो वाला सेकेन्ड वेभ पनि हामीले मेजर गरेर हेर्ने हो भने यो वाला सेकेन्ड वेभ डाउन आउँदाखेरि एक्ज्याक्टली हो जुन हाम्रो गोल्डन रेशियो हुन्छ 0.618 को यो गोल्डन रेशियोमा आएर चाहिँ स्मलर डिग्री को सेकेन्ड वेभ कम्प्लिट भएको हामीले देख्न सक्छौं र अहिले चाहिँ यो एकदमै इम्पल्सिभली माथिल्लो लेभलको लागि बढ्न खोजिरहेको छ। र यसको चार्ट हामीले थोरै जुम आउट गरेर हेर्ने हो भने यसले पहिलो चोटी लगभग 390 को लेभलमा रेजिस्टेन्स लिएको थियो। त्यसपछि यसले सेकेन्ड टाइम पनि 390 को लेभलमा रेजिस्टेन्स लियो र अहिले चाहिँ फेरि यसले यो थर्ड टाइम चाहिँ यही लेभललाई चाहिँ एटेम्प्ट गरिरहेको छ र अहिले पनि यो 390 को लेभलमा आएको हामीले देख्न सक्छौं। तर अब चाहिँ हामीले यहाँनेर भोल्युम हेर्ने हो भने यो पाली चाहिँ यसले 390 को लेभललाई हिट गर्दाखेरि यहाँनेर भोल्युम पनि एकदमै राम्रो खालको आएको देख्न सक्छौं। जुन यहाँ क्यान्डल छ क्यान्डल पनि यहाँनेर बुलिश टाइपको क्यान्डल फर्मेसन भएको छ र भोल्युम पनि एकदमै राम्रो खालको आएको छ। त्यही भएर यसले यो 390 को लेभललाई ब्रेक गर्ने प्रोबेबिलिटी एकदमै हाई छ र आउने दिनमा चाहिँ यसले यो 390 को लेभलमा क्यान्डलहरु फर्म गर्छ भने त्यसपछिको यसको नेक्स्ट टार्गेट भनेको चाहिँ 1.618 को लेभल हो। यो 1.618 को लेभलमा चाहिँ स्मलर डिग्री को यो थर्ड वेभ कम्प्लिट हुन सक्छ। लगभग यसको यो लेभल भनेको चाहिँ 515 को लेभल हो। यो 515 को लेभलमा चाहिँ स्मलर डिग्री को थर्ड वेभ कम्प्लिट भएर त्यसपछि मात्र चाहिँ यसमा स्मलर डिग्री को फोर्थ वेभ को चाहिँ करेक्सन आउने देखिएको छ। र अहिलेको लागि हामीले यसको चार्ट हेर्ने हो भने यसको चार्ट चाहिँ मैले एकदमै राम्रो खालको सेट अफ फर्मेसन भएको देखेको छु। यहाँनेर मल्टिपल 1-2 को सेटअपहरु फर्मेसन भइसकेको छ र लामो समयदेखि यो एउटा रेन्जमा खेलिरहेको थियो र अहिले चाहिँ यो फाइनल्ली यो रेन्जबाट बाहिर जान लागेको अवस्था हामीले देख्न सक्छौं। र यदि तपाईहरुले सर्ट टाइम फ्रेमको लागि हेर्दै हुनुहुन्छ भने सर्ट टाइम फ्रेमको लागि चाहिँ तपाईहरुले 1.618 को जुन यो लेभल छ 515 को यो वाला लेभललाई चाहिँ टार्गेट राख्न सक्नुहुन्छ। यो वाला टार्गेट भनेको चाहिँ यसको यो स्मलर डिग्री को थर्ड वेभ को टार्गेट हो। त्यही भएर यो स्मलर डिग्री को थर्ड वेभ को टार्गेट चाहिँ सर्ट टाइम फ्रेममै पुग्न सक्छ र त्यसपछि पनि हामीले यहाँ माथिल्लो लेभलहरु हेर्ने हो भने टन्नै वेभ काउन्टहरु चाहिँ यहाँनेर बाँकी नै छ। आउने समयमा यसले यो लेभलबाट कस्तो खालको रियाक्सन देखाउँछ त्यही अनुसार हामीहरुले फेरि यसको नेक्स्ट टार्गेटहरु निकाल्न सक्छौं। र सर्ट टाइम फ्रेमको लागि चाहिँ यसको चाहिँ यो 515 को लेभलमा पुग्न सक्ने प्रोबेबिलिटी चाहिँ एकदमै धेरै नै हाई छ र तपाईहरुले यो भिडियोको बेसिसमा ट्रेड नगर्नु होला। यो चाहिँ मैले एलियट वेभ थ्योरी अनुसार देखेको एउटा सिनेरियो भनेको हो। यदि तपाईहरु हाम्रो टेलिग्राम च्यानल जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सन बक्समा मैले लिंक राखिदिएको छु, त्यो लिंकबाट जोइन गर्न सक्नुहुन्छ। आजको लागि भिडियो यति नै। यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने यो भिडियो लाइक गर्नु होला र हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला।